सो हेलो गाइस, नमस्ते एन्ड होप यु आर फाइन। सबैजना सन्चै हुनुहुन्छ होला। सो मेरो चाहिँ एक्जाम सकिएको छ, त्यसैले चाहिँ म अहिले झङ्गट जाँदैछु। अनि मेरो भरिया चाहिँ टक्क अगाडि टक्क यसरी लगाउँदैछ होइन। जियो सर वेटर चाहिँ मिल्यो हो कि हामीलाई, हो कि नै? त्यसको ब्लगर वेटर ओए के भन्छ बेल बोय नि? बेल भयो, घेल भयो। ओए ओए घेल भयो। महेन्द्र प्लिज Can you sit short, please? ओके ओके, यतिको यार मान्छे हुन्छ नि। जियोस् महिनाको खालै त मिल्ला छैन नि त 10-15 हजार तँलाई। यतिको काम त गर्नु पर्यो नि त। साला त्यो ब्याग बोक दिन्छ, उ गरिदिन्छ। महेन्द्र गेट नि खोल्दैन मेरो लागि। ओए यता आन, ओए गेट नि खोल्दैन मेरो लागि। नाइ नाइ महेन्द्र खोलिदियो त नै, त महेन्द्र खोलिदिन्छ। महेन्द्र खोलिदिन्छ। त अगाडि बस्न जान, हामी त पछाडि बस्छु। म अगाडि बस्छु। जब वहाँ उतार पछाडि राख्नु। फर्स्ट टाइम ट्याक्सीमा बस्दा के कस्तो महसुस हुन्छ त्यस्तो तपाईँलाई? मेरो दुईटा ट्याक्सी छन्, मलाई ट्याक्सी भन्न कस्तो महसुस हुन्छ तँलाई? दुईटा ट्याक्सी, चारवटा स्कर्पियो छ उसको। अरे घर भेटी हो त यार त्यो। चार तले घर। Instrumentals here, but let me know if you like song lyrics inspired by शिक्षक आन्दोलनमा त होइन सबैभन्दा पहिले थिच्ने किन भन्न? किनकि म सर हुँ नि त सबको। त्यो कुन एङ्गलबाट सर देखिन्छ भन्छ? सेफ हो यार। जियोस् मेरो खाना बनाइदिन्छ, कपडा धोइदिन्छ यार। यति त मान्छे यार कहाँबाट लाइफमा यतिको भेट्नु भने धेरै ठुलो कुरा हो क्या। अरू त अरू मेरो कटन धोइदिन्छ कि, त्यो मलाई खुसी लाग्छ क्या अरू भन्दा नि। हो कि नै भन्न? मन्थली 15,000 हो नि, मन्थली 15,000 भने यहाँ हो यार नेपालमा। के भन्यो भाइ? सेम लकेज। अब यार लकेज त फेरि अब कसको हो त थाहै छैन त तँलाई। अनि त्यसपछि आफू जस्तै सोच्छस् क्या हो बाबु? मलाई नगर्नु त्यस्तो मलाई। हेर्न यतिको काम गर्ने मान्छे त हुनुपर्छ कि जे होस् यार। डिले छ कि यहाँ डिले भयो भने चाहिँ झ्या हुन्छ। इमिडिएटली डिले गराइदिन्छ नि, अनि रिसिभ हुन्छ क्या मलाई। घरको नि खाना हिँड्न अगाडि वाह, यो टेस्टलाई मन पर्छ हो कि नै? बाई अब सेफ जर्नी। मेरो वेटर केही छैन होइन। यतिको काम गरिदिएकोमा धेरै धेरै धन्यवाद तँलाई। सो गाइज अहिले चाहिँ लास्टै डिले गराएर पानी नि पर्यो। अब त्यो चाहिँ कुन बेला हो? पुरै पानी भएर ल्यान्ड नै हुँदै छैन क्या। उताबाट ल्यान्ड, यताबाट चाहिँ जाने, उताबाट चाहिँ ल्यान्ड भएन क्या। त्यही हो, यही हो नि। ए ओहो सेट। Tales on the subway line, lost souls searching, trying to redefine echoes of struggle in alleys tight, fighting for a moment under neon light. Corners hum with a jazzy groove, time stands still, it's hard to move. The rhythm of life
let the story flow. सो गाइज फाइनली अहिले चाहिँ हामी ल्यान्ड गयौँ अनि डिले लास्टै गराइदियो त्यो पानी उता चाहिँ ल्यान्डिङ चाहिँ हुँदै थिएन क्या किनभने पानी पर्ला थियो नि त अनि त्यसैले उता चाहिँ ल्यान्डिङ हुँदै थिएन अरू ठाउँ चाहिँ हुँदै थियो अनि त्यसैले अहिले चाहिँ पुग्यो गर्मी त लास्टै छ यार कसरी बस्ने यो घाम नलाग्यो नि यति गर्मी छ अनि ड्याडी आएको छ सायद त्यही हेर अगाडि कुद्को छ चाहिँ अगाडि छ तर गर्मी लास्टै छ यार यस्तै भन्दा नि यस्तो घाम नलागेको दिन त यस्तो गर्मी छ अनि पछि अरू दिन के होला बुर्नी हेलो बुनु बुनु हिरो यहाँ हिरो नि यहाँ बुन 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 बुनी 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 यहाँ मेरो टुटु कस्तो मस्त रोइहाल्यो क्या यार आइज 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 तेरो लागि मैले के ल्याएको छु आइज 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 कस्तो गर्मी हो यार सिट लास्ट गर्मी छ आजदेखि मसँग सुत्ने कि नै भन् त बुर्नी तेरो कपाल काटेर क्या देखिया छ स्याहार त यार लिटरली भनेको होइन क्या देखिया छ स्याहार त आज यार सो गाइस यो चाहिँ मेरो बुर्नु हो होइन मेरो वान पिस मेरो क्युट पाए अन्त कहाँबाट आउँछ भन् त सो गाइस लास्टै गर्मी छ यार यहाँ त कस्तो बस्ने हो त्यो लास्टै गर्मी छ सो त्यही हो अहिले चाहिँ अब एकछिन टेस्ट गर्छु बुर्नु हो बुर्नुसँग खेल्छु मेरो बुन्नु बुन्नु मेरो बुन्नु सो गाइस अहिले चाहिँ पानी पर्ला छ अनि आज चाहिँ धेरै शीतल हुन्छ किनभने पानी पर्ला छ अनि सच्चा चिसो भएपछि फ्यान नै राम्रोसँग चल्छ सो त्यही हो अनि पछि भोलि चाहिँ म डलेर जान्छु होला किनभने मेरो चाहिँ केही पर्सनल काम छ त्यसको लागि चाहिँ मैले डलेर जानुपर्ने हुन्छ अनि खास आएको नै त्यसैको लागि नै हो सो गाइस अहिले चाहिँ खानासाना खाएर बसेको छु होइन अनि मेरो बुर्नु चाहिँ तल छ बुर्नु हेलो हाई सो त्यही हो गाइस अब चाहिँ म सुत्छु किनभने भोलि बिहान उठेर चाहिँ मैले डल्दै जानुपर्ने हुन्छ सो त्यही हो गाइस इफ यु लाइक माई भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला लभ यु अल बाई